पख्नु त एकछिन फेरि यो के भनेर कराउँदै आई फेरि भनेर नभन्नु नि त्यहाँ। अहिले त मैले तपाईँलाई एकदम नभई नहुने कुरो एकदमै चाहिने कुरो लिएर आइरहेको छु। हेरी आई ग्यासको रेगुलेटर, यो आई ग्यासको रेगुलेटरले के हार्छ नि फेरि भन्नु होला नि। यो आई ग्यासको रेगुलेटरले तपाईँको घर भएको त्यो ग्यास फिसिसिसिसिसिस माथितिर गएर आगो लागि हुन लाग्यो भने हेरी सेन्सर बटमले झ्याप्प गएर यसरी थिचिदिएर आफै रोकिदिन्छ। अनि ग्यास लिक भएर आगो लागि हुन पाएन। पहिलो नम्बरमा चाहिँ घरभरि नै सुरक्षित भयो, घर सबै सुरक्षित भयो। अनि दोस्रो नम्बरमा चाहिँ हेर यो मिटरले चाहिँ तपाईँको ग्यास पिँदा छ कि आधी छ कि भोरी छ कि सकिन लाग्यो कि लौ बर्बाद भयो, अर्को ग्यास ल्याएन कति होला के होला भन्ने एक किसिमको त्यो टनटन हुन्छ नि, त्यो टनटन चाहिँ हटाइदिन्छ। किनकि यो मिटरले देखाउँछ कि ग्यास कति छ भन्ने कुरो। त्यही भएर यो आई ग्यासको रेगुलेटर चाहिँ जोड्न नबिर्सिनु होला। योभन्दा पहिला पनि मैले धेरै लिएर आएको थिएँ, धेरै साथीहरूले अर्डर गरिसक्नु भएको छ। बिचमा चाहिँ सामान नआएर अनि मैले यो काम गर्न पाएको थिइनँ। अहिले चाहिँ सामान दनादन आइपुगेको छ। फेरि दुईटा मात्रै लिएर ठिस्स बसे कि भन्नु होला नि। तल कोठामा छ कि ढोक्रो यहाँ कोठा ल्याउँदा त खोर हुन्छ नि त। त्यही भएर जति चाहिए पनि सामान आइपुगेको छ। कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ सबैजनाले अर्डर गरेर आफ्नो घरलाई चाहिँ एकदमै सुरक्षित बनाउनु होला है। मैले त भनिरहेको छ बारम्बार। अब हामीले जहाँ पनि पठाइदिन्छौँ डेलिभरी गरेर, जुनसुकै कुनामा पनि हामीले पठाइदिन्छौँ। ल आई ग्यासको रेगुलेटर यो खोल चाहिँ यस्तो हुन्छ। ल हेर्नु त, यति भन्न आएको गएँ है त म, ढिला भइसक्यो खाजा बनाउन।